नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई परी एन्ड उस्मी किचनमा। हामीले आज छोले भटुरेको रेसिपी लिएर आएका छौं। यो रेसिपी इन्डियामा एकदमै रुचाइने रेसिपी हो। यसलाई हामीले घरैमा भएको सामग्रीले पनि सजिलैसँग बनाउन सक्छौं। यसलाई बनाउनको लागि पहिला हामी छोलेको लागि चना पकाउँछौं। हामीले लिएका छौं यहाँ 1 कचौरा भिजाएको चना। अब एउटा कुकरमा ठूलो 1 कचौरा पानी र अघिको चनालाई राखेर स्वाद अनुसार नुन, 1 चम्चा बेसार र थोरै सुकुमेल, मरिच, इलाइचीलाई राखेर 5-6 सिटी लगाउँछौं। यसपछि हामी भटुराको लागि पिठो मुस्ने छौं। एउटा बोलमा थोरै आटाको पिठो लिएका छौं। यसलाई बिस्तारै बिस्तारै पानी हालेर एउटा डो बनाउनु पर्ने हुन्छ। हाम्रो डो पनि बनेर रेडी भएको छ। अब हामी यसलाई आधी घण्टा यतिकै छोड्छौं। अघि हामीले बसालेको चना पनि पाकिसकेको छ। अब हामी छोलेको लागि पेस्ट बनाउँछौं। हामीले यहाँ 2 वटा हरियो खुर्सानी, एउटा प्याज, 4 वटा गोलभेडा र 2 वटा लसुन लिएका छौं। अब प्याजलाई 4 वटा टुक्रामा काट्ने छौं। यसैगरी गोलभेडालाई पनि 2 टुक्रामा काट्ने छौं र सबैलाई मिक्सरमा हालेर एकछिन ब्लेन्ड गर्ने छौं। त्यसपछि एउटा कराईमा थोरै तेल तताउने छौं र थोरै जिरा र 2 वटा हरियो खुर्सानीलाई फुर्याउने छौं। अब अघिको पेस्टलाई हालेर एकछिन पकाउने छौं र बेसार, नुन, जिरा, कश्मिरी मिर्च, बिरे नुन हालेर चलाउँछौं। अब चनालाई पनि हालेर चलाउने छौं। यसमा थोरै पानी राखेर एकछिन छोपेर पकाउँछौं। यसलाई केही बेर पकाइसकेपछि हाम्रो छोले बनेर रेडी हुन्छ। अब भटुराको लागि प्यानमा आधी लिटर तेल तताउँछौं। तेल तात्दै गर्दा हामी यता रोटी बेल्न लाग्छौं। यसरी सानो सानो पार्टमा छुट्याउँदाखेरि पछि हामीलाई बेल्न एकदमै सजिलो हुन्छ। अब हामी एउटा एउटा गरेर रोटी बेल्ने छौं। यसले धेरै ठुलो पनि बनाउनु हुँदैन। यतिको आकार भइसकेपछि यो रेडी हुन्छ। यसैगरी अर्को रोटी पनि हामी बेल्ने छौं। अब यसलाई हामी तातो तेलमा डुबाउँछौं। यो मजाले फुल्नको लागि रोटीको सबै भागमा तेल पुग्नु पर्ने हुन्छ। तलको भागमा एकछिन रातो भइसकेपछि यसलाई पल्टाउने छौं। यसको अर्को भाग पनि थोरै रातो भइसकेपछि यसलाई हामी निकाल्छौं। यो रोटी फुलेर एकदमै राम्रो आकारको बनेको छ। यसैगरी हामी अर्को रोटीलाई पनि तार्ने छौं। यो रोटी पनि अघिको जसरी नै एकदमै मजाले फुलेको छ। अब हामी यसलाई पनि निकालेर प्लेटमा राख्ने छौं। यसलाई हामीले सर्भ गरेर पनि देखाएका छौं। यो एकदमै राम्रो देखिएको छ र यो एकदमै स्वादिष्ट पनि छ।